तरिकाले जाँदैछु। गुरुजीले गाडी धमाधम दिएको छ यहाँनिर। एउटा गाडी पल्लो डाँडा पुगिसक्यो। आफू त यता मेघलाको बाटोमा यो छ हेर्नुहोस्, जानुपर्ने चाहिँ माथिको डाँडा चढेर चट्टै जानुपर्ने अरे है। ड्राइभरको खुबी चाहिँ यति साह्रो हुन्छ कि तपाईँहरू चाहिँ पैसा तिरेर आउनुपर्छ, हामी चाहिँ त्यसै बित्थामा आउनु पाइन्छ है। यस्तो पो छ त साथीको गाडी चाहिँ पर छ। दामी 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 यस्तो पो छ त। ए मजा आउँदैछ। गाना लगाउँ भने कपिराइट लागिहाल्छ। भर्खर भर्खर तुरियो, अब अझै छ है। गाडीको दम चाहिँ यहाँबाट मात्रै थाहा हुँदछ है, तलतिर चाहिँ सबैजना स्लिमिङ पुग्छ है। यहाँ आएपछि खास गाडीको दम चाहिँ कुन चाहिँ हो भनेर बुझ्नु चाहिँ यहाँ आउनुपर्छ टेस्टिङमा चाहिँ। यो खालको उकालो छ, 1 नम्बर हालेको छ गुरुजीले। यस्तो पो छ त। दुई त लागे पो एकको एक पुग्दैछ उकालो हामी त। न ओह्रालो हेर्नुहुन्छ नि यस्तो चाहिँ कुहिरो लागेर साममा सुम्म देख्नु सेक्नु केही छैन। करेङ घारी मात्रै रहेछ ड्याममै। बिजोग भइरहेको छु। औल काको ए कुहिरोले ड्याममा डुम्मा भइरहेको छ। हेर्नुहोस् है, एकजना मान्छे छ कि हेर्नुहोस् ल। तपाईँलाई मैले अगाडि पनि देखाइसकेको छु उहाँलाई चाहिँ। मेङ्ला आएर कस्तो के कस्तो लागिरहेछ भनिदेऊ त ब्ल्याङ्कै यहाँनिर। दामी लागिरहेछ। यो स्थिति भइरहेछ है। खत्रै हुँदैछ है घुमाइ चाहिँ अब डर के देखाउनु हो। हाम्रो एउटा गुरुजी यता आउँदैछ ऊ। गुरुजी के छ अन्त आजको दिन कसरी बित्यो गुरुजी यसो यसो भनिदिनु पऱ्यो। यहाँनिर मेङ्लामा आएर कस्तो लाग्दैछ? मेङ्लाको चिसो चिसो हावा खानु पऱ्यो होइन। अन्त सिलगढीको बेसी तातो हावा खाएर यहाँ दौडिसकेँ। यता हाम्रो अभि गुरुजीले के भन्नु चाहन्छ कि यहाँ अलिकति यता तल त अन्तिमसम्म हेरिदिनु होला। पक्का लागेको कुरा चाहिँ यहाँनिर चाहिँ नि भित्तैभरि रहेछ स्ट्रबेरी हेर्नु त यहीँ। स्ट्रबेरी खाएर साथी के हौ यो स्ट्रबेरी खाएर सेट्ने आँखा पल्टाउला नि। ए के दामी जङ्गली होइन यो त। जङ्गली स्ट्रबेरी यहाँ गुरुजीले टिप्दैछ। गुरुजी कति खुसी छौ? म त यी पुरा खुसी छु। हेर न यो ठुलो स्ट्रबेरी। कसरी अरे धुने चाहिँ कहीँ गयो पानी। हेर्नु त आमा क्या दामी हुँदो रहेछ है। वाउ स्याटिस आएको होला भने तपाईँहरू सोच्नु हुँदैन होला। गाडी चाहिँ अब एकछिन यहाँ तातो ब्रेकहरू तात्तिएको हुन्छ है, हल्का सेलाएको है यसलाई चाहिँ सेलाएको भन्दैछ। अन्त अरू यसरी स्ट्रबेरीहरू जङ्गलको चिजहरू भोजी खानुपर्छ त्यस्तो है। अब लाटा सिधा भएर गएर मात्रै फाइदा छैन नि। अब यसरी खोज्नु पर्यो, खानु पर्यो, बाटो यसो हेर्नु पर्यो। गाडीमा त सबैजना आउँछ, सबैले चलाउँछ। तर यो गोल्ड ओरिजिनल गोल्ड हो यो। त्यस्तो छ त। यो ठोट्ने के भन्छ? यो ट्याम्मै रहेछ, ठोट्ने भन्छ यसलाई। ठोट्ने भन्छ नि हो। खान्छ त खान्छ नि। खाएको थिएन, अमिलो हुँदो रहेछ नि। यो चाहिँ ठोट्ने हो। यसको चाहिँ अचारदेखि लिएर
सिक्किममा थुप्रो कुराहरू बनिन्छ। यस भकै बनाउनु भनेर चाहिँ यहाँ बाहिर बसिरहेको छु म चाहिँ है। अब यति साह्रो मजा आइरहेको छ तपाईँहरूलाई देखाउँदै लानेछु ल मजाले हेर्दै जानुहोस् कि डाँडा मुनि डाँडा यो बाटो घुम्दै आएको हामी चाहिँ है यस्तोमा छ त बजार चाहिँ यहाँनिर यसरी लाग्दो रहेछ हेर्नुहोस् है बिहान लाग्छ अरे भन्दैछ जानकारीमा गुरुजीको जानकारीमा आउँदा चाहिँ उहाँहरू चाहिँ अब यता आइबस्छ गुरुजीहरू चाहिँ हामी चाहिँ अलिकति चेलाहरू पर्यो यता त्यही भएर यो यहाँनिर चाहिँ एकदम बिहान लाग्छ अरे गाइस घाम लाग्दा मात्रै लाग्छ अरे त्यस्तो जानकारीमा आइरहेको छ है 12 बजीसम्म मात्रै तपाईँहरू सौदा खानुहुन्छ छिटो गरेर आउनुहोस् ल सौदाको होइन हौ सौदाहरू खानु सक्छ तपाईँहरू छिटो गरेर यहाँनिर आउनुहोस् है बिहानै लु तपाईँ हेर्नुहोस् ल तपाईँ यस्ता भन्छ अगाडिको मौसम यस्तो छ अहिले गुरुजीको गाडीमा म चाहिँ ट्याङ्गै भन्नुपर्दा चाहिँ कति रहेछ मात्र 30 किलोमिटर खोइ ए नसला हेर्नुहोस् 30 किलोमिटर मात्रै छ अहिले चाहिँ हामी कहाँनिर आइरहेको छौँ भनेर भन्दाखेरि चाहिँ मेङ्गलादेखिको अलिक माथि है साइड गरेर चाहिँ यहाँनिर खाना खानु ट्याक्कै चिया खानु आइरहेका छौँ एकदम दामी रहेछ यहाँ चाहिँ दामी रेन्टमा यहाँ गम्बुट पनि पाउँदो रहेछ नि 200 रुपियाँ गोटा अरे किडेङ ए यहाँनिर तातो चियाहरू मिठो पाउँदो रहेछ है चारजना यता हाम्रो गुरुजी बिचरा गुरुजी यहाँनिर मिसेससँग बोल्नु नपाएर गाह्रो भइरहेको छ नानी र मिसेसको यादले चाहिँ ऊ यस्तो भइरहेको कस्तो यहाँ बन्द होला कस्तो भइरहेछ अरे धकधक यस्तो छ बसौँ न साथी आउनु के छ खाएर चाहिँ फेरि अब यहाँबाट चाहिँ उड्नुपर्छ अरे खोइ निकै टाढै छ अरे भन् भोटे कुकुर हो लजायो पो यता ह्यान्डसम बोय यता छ है अब ह्यान्डसम बोय यता हेरौँ न हौ यसले त यो त खास भोटे कुकुर हो नि यहाँको लोकल भोटे कुकुर र सरहरू चिया खाँदैछ कसो अरे चाय खाने काम मजा कुछ यता फेरि अर्को सर हो हेलो भाइ यसरी जाडोमा बस्नु हुँदैन चिया खानुपर्छ ल पुरै बात पो मार्छ त चिया ड्याङ किड्याङ कहिले खाने मलाई रुच्दैन ल चिया चाहिँ यो खालको दिँदैछ त कहाँ भुइँमा घटा कपमै दिनुपर्छ नि त्यस्तो आदत छैन हेर्नुहोस् है टोपी मात्रै the brand of Puma. अरे यहाँ बनाउँदैछु म यार हेर्नु आम्मामा तातो हुन्छ नि यो त तलतिर त गरमले मर्छ नि यो लगायो भने त छौ अगाडि बाटो चाहिँ खिचिरहेको छु गाडी कुदिरहेको छ यहाँबाट गाडी गएको यहाँ चाहिँ अब बेसी चाहिँ भिडियो गर्नु दिँदैन फाइनली यहाँनिर आइपुगेको अवस्था र क्यामेरामा कैद गर्नु चाहिँ पाइनँ किन भन्दाखेरि म अलिकति यहाँनिर त्यस्तै थियो जग्गा है एनएसएन अरे उता 17 हाइवे रहेछ है र काम भट्टाभट चल्दैछ है यस्तो भन्छ त यहाँ हेर्नु दोधा चलाउनु साह्रो छ त है बिचरा यो मान्छे ड्राइभर पनि मऱ्यो होला सायदै है यस्तो भएपछि काचक कुचुक आउ त्यो माथि गरेर देखाउनु न तपाईँहरूले गाडीमा मजाले हेरेकै गर्नु होला है चाहिँ अघि गएर गाडीमा गएर सुतेर फेरि हामी चाहिँ चिया खानु जाँदैछौँ यता बेसी हिँड्नु पनि नहुने फ्याँ हुने
म झन्डै तपाईँको 10 मिनटको बाटो चाहिँ अघि सुत्किदिएको थियो अब हेरेक हेरेक भएर चाहिँ पेलेक पेलेक भएर चाहिँ आएको भइदियो नि हो मेरो छुट झन्डै सुल्के त्यही भएर आराम से हिँड्दैछ है मिठ्यामै छ ल परेङ चाहिँ यहाँको चियाहरू चाहिँ यहाँ पाउँदो रहेछ है बिस्कुट चिया चाहिँ जग्गा चाहिँ छोटो मिठो भ्लग चाहिँ अझै यति नै होला मजाले हेरेर तपाईँले लाइक कमेन्ट सब्सक्राइब र सेयर गरिदिनु होला